प्रियहरू विशेष आज म जुन ठाउँमा प्रार्थना गर्नको लागि अनि गएको थिएँ अनि यो ठाउँमा जुन यो तपाईँले देख्न सक्नुहुन्छ अनि एकान्तमा भएर प्रार्थना गर्नु कति अर्थपूर्ण कुरा हुन्छ। प्रभु येशू ख्रिस्ट पनि त जैतुन डाँडामा गएर प्रार्थना गर्नुहुन्थ्यो अनि एकान्तमा समय बिताउनुहुन्थ्यो अनि यतिसम्म कि उहाँले आफ्नो चेलाहरूलाई पनि भन्नुहुन्थ्यो तिमीहरू पनि प्रार्थना गर परीक्षामा नपर। कति घडी प्रियहरू हाम्रो आत्मा तयार हुन्छ तर शरीर दुर्बल हुन्छ। है? शरीर तयार हुन्छ आत्मा कमजोरी हुन्छ। अनि म आज तपाईँलाई केही कुराहरू बताउन चाहन्छु। जब म यो ठाउँमा प्रार्थना गर्न आउँछु अनि जब यो ठाउँमा प्रार्थनामा खडा हुन्छु अनि तब यो ठाउँबाट मैले हेर्दै गर्दाखेरि मैले तल सहर बजार देख्छु है, राम्रा राम्रा घरहरू देख्छु, राम्रा राम्रा खेतीपातीहरू देखिन्छ, हरियो परियो देखिन्छ। अनि त्यसपछि यो मनले प्रश्न गर्न थाल्छ के यो सहरको मानिसहरूलाई हामीले प्रार्थना गर्न अझै आवश्यकता छ, प्रार्थना गर्न अझै खाँचो छ। अनि त्योभित्र म आज तपाईँलाई यस्तो असल कुराहरू बताउन चाहन्छु। जब हामी यस्तो ठाउँहरूमा हेर्छौँ, खडा हुन्छौँ, जब हामी यस्तो ठाउँमा निस्कन्छौँ, जान्छौँ अनि हामीले केही केही नयाँ कुराहरू हामीले महसुस गरिरहेका हुन्छौँ। प्रभु यीशु ख्रिस्टलाई जति शरीरको लागि केही आनन्दका कुराहरू, केही एकदम राम्रो सुन्दरताका कुराहरू जब उहाँ प्रार्थना गर्न चाहनुहुन्थ्यो केही न केही कुराहरू उहाँको जीवनमा नयाँ भएको महसुस गर्नुहुन्थ्यो। फेरि उहाँ त परमेश्वर हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर भएको कारणले गर्दाखेरि उहाँ आफैले सृष्टि गर्नुभएको कुराहरू हेर्दाखेरि त सायद एकदमै राम्रो लाग्छ। अनि तपाईँलाई म चाहिँ उहाँको सृष्टिहरू हौ, उहाँका रचनाहरू हौ है। अनि उहाँले तपाईँलाई र मलाई बनाउनु भयो, सृष्टि गर्नुभयो आफ्नै स्वरूपमा। अनि त्यही सृष्टि भएको कारणले गर्दाखेरि पनि प्रियहरू हामीलाई पनि कति घडी उहाँले सृष्टि गर्नुभएका कुराहरू हेर्नलाई अति मनपर्छ है। अनि यो सृष्टि तपाईँले हेर्दै गर्दाखेरि हामीलाई थुप्रैचोटि यस्ता प्रश्नहरू आउँछन्, यस्ता जिज्ञासाहरू आउँछन्। कति घडी हामीलाई कति कुराहरूले नयाँ बनाउँछ, कति घडी कति कुराहरूले हामीलाई कति धेरै आनन्दित तुल्याउँछ। अनि प्रियहरूमा आज तपाईँलाई यस्तो रहस्यमय कुराहरू बताउन चाहन्छु। हामी पनि कोसिस गर्नुपर्छ, हामीले प्रयास गर्नुपर्छ है। हामी नयाँ ठाउँमा जाने, नयाँ सोचहरू बनाउने, नयाँ विचारहरू बनाउने, नयाँ योजनाहरू बनाउने, नयाँ योजना बनाउनको लागि, नयाँ विचारहरू गर्नको लागि, नयाँ सोचहरू आउनको लागि, हालिदिनको लागि हामी कुनै नयाँ ठाउँमा जानु आवश्यकता छ। त्यस कारणले गर्दा आज म यो ठाउँमा जुन फ्राइडे आजको दिन चाहिँ जस शुक्रबारको दिन अनि जुन ठाउँमा प्रार्थनाको लागि जाँदै गर्दाखेरि हेर्दै गर्दाखेरि चाहिँ मैले केही कुराहरू चाहिँ प्रियहरू एकदम नयाँ सोच, नयाँ विचार रिफ्रेस भएको अनि केही न केही कुराहरू चाहिँ नयाँ भएको मैले महसुस गरेको छु। अनि तपाईँ पनि आफ्नो परिवार लिएर एकान्तमा तपाईँ कहिलेकाहीँ प्रार्थना गर्न जान सक्नुहुन्छ। कहिलेकाहीँ हामी परिवार लिएर जान्छौँ, कहिले एक्लै यात्रा गर्छौँ। अनि त्यति बेला पनि हामी परमेश्वरसँगै भएर हामीले प्रार्थना गर्नुपर्छ, सङ्गति गर्नुपर्छ है। अनि तपाईँ एक्लो हुनुहुन्छ भनेर हार नखानुहोस्, तपाईँसँग परमेश्वर छ। अनि कति घडी हामीलाई लाग्छ म एक्लो छु भन्ने कुराहरू हाम्रो जीवनमा आउन सक्छ। अनि हामी एक्लो छैनौँ, हामीसँग कोही न कोही हुनुहुन्छ। अनि त्यो व्यक्ति को हुनुहुन्छ भन्दा परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाईँसँग हुनुहुन्छ, तपाईँको परिवारसँग हुनुहुन्छ। तपाईँ जहाँ जानुहुन्छ त्यहाँ उहाँ हुनुहुन्छ। प्रियहरू त्यसैको कारणले गर्दा नयाँ सोच, नयाँ विचार बनाउनुहोस्। कुनै नयाँ ठाउँमा गएर प्रार्थना गर्नुहोस्। कुनै न कुनै हामी नयाँ ठाउँमा जानुपर्छ। हामीले नयाँ मानिसहरूलाई भेट्नुपर्छ, नयाँ व्यक्तिहरूलाई भेटेर हामीले कुनै उत्साह दिन सक्छौँ, त्योबाट हामी उत्साह लिन सक्छौँ। केही न केही कुराहरू हामीले
नयाँ दिन सक्छौँ अनि नयाँ कुराहरू हामीले दिन पनि सक्छौँ। अनि यो भिडियो सन्देश मार्फत तपाईँ हेर्दै गर्दाखेरि यो भिडियो तपाईँलाई यदि मन पर्यो भने तपाईँले आफ्नो साथीभाइलाई मित्रहरूलाई पनि यो भिडियो तपाईँले सेयर गर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई आशीष